विदेश आउनु अगाडि चाहिँ यो 5वटा कुरा चाहिँ लिएर आयो भने चाहिँ हेल्प हुँदो रहेछ है। मैले सिकेको कुरा चाहिँ पहिलो भनेको चाहिँ इङ्ग्लिस चाहिँ एकदम चाहिन्छ है, नत्र अस्ट्रेलियन इङ्ग्लिस त झनै गाह्रो पनि हुन्छ। यु हेभ टु लर्न हाउ टु कम्युनिकेट इन इङ्ग्लिस। कम्युनिकेसन स्किल्स भनेको जबको लागि होस्, नर्मल डेली लाइफमा होस्, एकदमै इम्पोर्टेन्ट हुन्छ। नत्र गरेर बस्नुपर्छ है। मै आफू पनि अब कहिलेकाहीँ बुझ्दिनँ यहाँको कुरा, अनि गरेर टारिदियो ओर्दियो, एकदमै गाह्रो हुन्छ। नम्बर 1 टप प्रायोरिटी भनेको यु हेभ टु इम्प्रुभ योर कम्युनिकेसन स्किल्स, चाहे त्यो लिसनिङ होस्, स्पिकिङ होस्, रिडिङ होस् है। दोस्रो भनेको ड्राइभिङ लाइसेन्स एकदमै इम्पोर्टेन्ट छ। यु हेभ टु लर्न हाउ टु ड्राइभ, नत्र पोसिबलै छैन। सिटीमा त तैबिसेक ल म एज अ स्टुडेन्ट चाहिँ ट्रेनमा जान्छु, बसमा जान्छु भन्न पोसिबल होला। रिजनलमा त इम्पोसिबलै लगभग हुन्छ है। म आफूलाई पनि अब यति टाढा हुन्छ कि बिहानको 1.5 घन्टा 2 घन्टा गइदिन्छ, बेलुकाको 2 घन्टा गइदिन्छ, अनि पोसिबलै हुन्न क्या नत्र त हेर। त्यही भएर ड्राइभिङ लाइसेन्स एकदमै इम्पोर्टेन्ट, नत्र डेली लाइफ एकदम ह्याम्पर हुन्छ कि, सानो कुरालाई पनि धेरै टाइम वेस्ट हुन्छ। तेस्रो भनेको चाहिँ खाना बनाउन एकदम इम्पोर्टेन्ट हुन्छ है। मेनली त बोइजहरू यस्तो स्ट्रगल हुन्छ, अब मम्मी हुनुहुन्न, अब त्यही भएपछि खाना बनाउने कोही पनि हुँदैन। त्यो भएपछि यस्तो गाह्रो हुन्छ कि अर्डर पनि कति गर्ने होइन, खाना बनायो मिठो पनि हुन्न। त्यही भएर अलिकति सिकेर आयो भने बेसिक कुराहरू 4-5वटा चिकन बनाउन, 1-2टा तरकारीहरू बनाउन, मसरुम बनाउन, भात दाल बनाउने हो भने अलिकति बल्कमा बनायो 1-2 केजी, अनि 2-3 दिनलाई पुग्ने तरिकाले भयो भने चाहिँ सजिलो हुन्छ है। नत्र भोक लाग्यो भने काम गर्न पनि सकिन्न, मुड पनि अफ हुन्छ है त। अनि चौथो भनेको चाहिँ के गर्न सकिन्छ भने एउटा रेज्युमे चाहिँ रेडी बनाएर ल्याएको राम्रो हुन्छ है। रेज्युमे चाहिँ यहाँ चाहिन्छ पनि, बरु सुरुमै प्रिपेयर भयो भने जस्तो खाले जब मागिरहेको हुन्छ त्यही अनुसारको चाहिँ रेज्युमे चेन्ज गर्दै 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 एप्लाई चाहिँ गर्नुपर्छ होइन। त्यही भएर एउटा रेज्युमे ल्याएको चाहिँ राम्रो हुन्छ। लास्टमा अलिकति लोनलीनेसको लागि प्रिपेयर चाहिँ हुनुपर्छ है। यहाँ नेपालको जस्तो छिमेकी यहाँ हो भन्ने हुन्न, नेपाली पनि आफू एकदम बिजी भइरहेको हुन्छ। 3 महिना 4 महिनामा बल्ल भेटिरहने चान्स मिलिरहेको हुन्छ, त्यही भएर एकदमै एक्लो फिल हुन्छ। त्यसको लागि चाहिँ अलिकति प्रिपेयर, यो मेरो ग्रोथको लागि इम्पोर्टेन्ट हो, अनि यो चाहिँ मेरो हुन्छ नि एउटा जर्नी पनि हो, म आई विल लर्न समथिङ बिङ अलोन टाइप्सको एउटा स्ट्रङ माइन्डसेट लिएर चाहिँ आउनुपर्छ जस्तो लाग्छ है त।